सो आज चाहिँ म चाहिँ घाँस काट्न जाँदाखेरि चाहिँ हातले काटेर आएँ। के गरेर काटेँ, कसरी काटेँ भन्ने कुरा चाहिँ म लास्टमा भन्नेछु। भन्दै स्वागत गर्न चाहे हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा। मेरो काम चाहिँ यो एक घरेसी र घाँस दाउरा मेला बाट्ने यही नै छ मेरो काम चाहिँ। त्यही भएर मैले हजुरहरूको सामु पनि भिडियो यही नै ल्याउने गरेको छु। खास चाहिँ भिडियो बनाउनु चाहिँ आउने होइन, तै पनि प्रयास गर्दैछु। भन्दै म चाहिँ घाँस काट्नतिर हिँडेको, अनि घाँस काट्न अनि सासू मम्मीले चाहिँ यहाँ काट भनेर देखाइदिनु भयो। अनि म चाहिँ लागेँ फटाफट घाँस काट्नतिर। मौसम फेरि आज चाहिँ यस्तो शीतल थियो कि त कुन बाजी चाहिँ घामले यस्तो मरुन्ताल हुन्थ्यो भने कुन बाजी पानी हुन्थ्यो भने आज चाहिँ मौसम पनि एकदम शीतल थियो। अनि मलाई चाहिँ पछि थाहा भयो कि त किन आज मौसम यस्तो भयो भनेर। न त पानी पर्न सक्यो न त घाम लाग्न सक्यो कि एकदम अँध्यारो थिएँ, किनकि आज मेरो हात काटेको थिएँ नि त। मैले चाहिँ लगभग घाँस काटेर भ्याएँ। अब घाँस काटेर भ्याएपछि अब म चाहिँ डोकोमा भारी हाल्नतिर लागेँ। अनि डोको भारी यस्तो थाकेको कि त्यही पनि घाम नलागे पनि गर्मी फेरि गर्मी यति थियो कि त। अनि जब मैले घाँस काटेर भ्याइसकेको थिएँ, अनि घाँस काटेर भ्याएपछि पछिबाट त्यहाँ एउटा हाँगा थियो, अनि हाँगा काट्ने बेला चाहिँ मेरो हात काटेको हो। त्यही भएर ग्रह दशा भन्ने कुरा गाजा बाजा लगाएर आउँदैन भनेको हो रहेछ। अनि मैले चाहिँ घरमा आएर छोटो भिडियो ल्याइदिएको।